हेयर सेटिङ पनि गरिसकेँ। भन्नुहुन्छ भने सानो सानो बुढाहरूले मलाई आज बिहानदेखि मलाई यति बोलाएर चाहिँ के लागि भन्नु न, अटोग्राफ दिनु अरे। अब त्यही चाहिँ जे चाहिँ आउँदैन त्यही चाहिँ दिनुपर्छ क्या मैले। हेलो ल आऊ यताबाट यताबाट। हाई खोइ त अरू। ओहो ल हेलो। बिहानदेखि मलाई कति आऊ यता भित्र आऊ भित्र ल। हेलो हेलो गर सबैजनाले। iPhone 16 कता थाहा पाइदिएको त 16 भनेर। के गर्नु अरे अब मैले फोटो खिच्ने मोबाइल ल्यायो। चलाएको छ यिनीहरू बुढाहरू। ल आऊ यहाँ घाममा चट्ट फोटो खिच्दिन। अब यो चाहिँ मेरो स्टिकर हो साथीहरू है। त्यो चाहिँ अस्ति नै राइड जाने भनेर चाहिँ सुस्मिताले बनाइदिएको थियो। बस न के भयो तिमी चाहिँ आउँदैनौ? हिजो धेरै तिमीले नै बोलाएको मलाई। होइन यो होइन उ त स्कुल गएको छ। स्कुल गयो म त उस्तै देख्छु पानी। अनि यो चाहिँ मेरो स्टिकर हो। यसमा चाहिँ मेरो फोटो छ। म फेरि अटोग्राफ चाहिँ दिन आउँदैन क्या साथीहरू। यहाँ दिन्छु ल। अनि स्टिकर लगाएर कहाँ टाक्छौ भन त। साथीहरू अटोग्राफ दिने दिन आइसकेछ हाम्रो। के लाग्छ तपाईँहरूलाई? हो कि होइन भन त। सुरुमा चाहिँ उनीहरू म माथि अघि खाना बिहान के गर्दै थिएँ म खाना बनाउँदै थिएँ। आज तपाईँहरूलाई पनि थाहा छ आज मैले खाना बनाएको होइन। अनि खाना बनाउँदै थिएँ अनि उनीहरूले यता घर पछाडिबाट बोलाइरहेको थियो क्या। अनि म अहिले खाना बनाउँदैछु यति बजी आऊ ल भने। अनि फेरि त्यति बजी आयो। त्यति बजी म नुहाउँदै थिएँ नि। त्यति बजी म फेरि नुहाउँदै थिएँ। अनि फेरि एकछिनमा आऊ भने बिचरा उनीहरूलाई कति धेरै कुरायो क्या। अनि आफूलाई पनि नराम्रो लाग्छ कुराउनु पर्दाखेरि चाहिँ। अब फेरि माथि पनि अब त्यही नुहाइ धुवाइ गर्ने यताउता गर्दै नुहाउँदा नुहाउँदै आउने कुरा त भएन नि त। तो बल्ल बल्ल उनीहरूले फेरि बोलायो। अनि म चाहिँ अहिले कपाल बनाउँदै थिएँ क्या रेडी हुँदै थिएँ। अनि ट्याक्क अब अहिले चाहिँ बल्ल साइड जुडेको छ अटोग्राफ दिने साइड। ल भाइ आए ए अर्को साथीलाई पनि। उसको नाम के हो? प्रिन्स। यो चाहिँ प्रिन्स भाइ तिम्रो लागि हिजो तिमीले कति धेरै कुरा थियो अनि आज भेट्नै पाएन। यो चाहिँ तिम्रो लागि मैले तिम्रो साथीलाई छोडिदिएको छु ल। मेरो उता लाग्दैन ल। ल बाई बाई नानीहरू। बाई बाई। कति खुसी लाग्छ यसरी घरमै भेट्न आउँदाखेरि। ल राम्रोसँग जाऊ ल। जाऊ म गेट पनि लगाइदिन्छु। फेरि पनि बाई बाई बाई। पनि बाई बाई बाई। ल साथीहरू अब चाहिँ म अहिले रेडी भइसकेको छु अन्त होइन। अनि आज चाहिँ म सुजातालाई पनि भेट्छु। मैले सुजातालाई अहिलेसम्म कहिले पनि भेट्छु भाइरस सुजाताको चाहिँ भेट भइसकेको छ। सुजाताले चाहिँ एकदमै कस्तो फन्नी फन्नी फेसहरू बिगारेर त्यो टिकटक बनाउँछ नि। त्यो चाहिँ मलाई एकदमै मनपर्छ नि। अब ऊ पनि यतै काठमाडौँ नै छ नि त। अनि म चाहिँ आजको रितिका पहिला पनि भेट्नुपर्ने हुन्छ। सबैजनाले चाहिँ मैले बसन्तपुरमै भेटौँ भनेर भने साथीहरू है। अनि यो क्या छ नि अब यो फुल फेरि ला खस्यो। यो फुल फेरि एउटा मात्र छ क्या। अब मान्छे दुईजना भयो फेरि अब लो पक्षपात गरे जस्तो हुन्छ नि त। अनि यहाँ साथीकोमा फेरि अरू क्या अब अस्ति यहाँ कति धेरै अर्डर आएको थियो नि। त्यो अर्डरहरू चाहिँ बनाएर यहाँ जति पनि स्टकमा भएकोहरू चाहिँ सबै बेचेर भ्याइयो नि त। अनि यो चाहिँ भर्खर बनाएको एउटा मात्र छ है। अब के गर्ने क्या। अब यो एउटा लिएर गएर एकजनालाई मात्र दिउँ भने त अब छुट्टाएको जस्तो हुन्छ, पक्षपात गरेको जस्तो हुन्छ नि त। सो त्यही भएर यो एउटालाई पनि म यहाँ घरमै छोडिदिन्छु। म लान्न, म खाली हातै जान्छु साथीहरू। मलाई यो खासै यस्तो बोकी हिँड्ने बानी त छैन। त्यही पनि यहाँ घरमै भएको बेला चाहिँ होइन लिएर जाऊँ कि भनेर सोचेको थिएँ। अब दुईजनामा फेरि यो फुल एउटा मात्र भयो। दुईवटा भएको चाहिँ म दुवैजनालाई बोकेर जान्थेँ। तर अब ठिकै छ। अब यत्तिकै जे भए पनि रमाइलो गर्नु सबैभन्दा मोस्ट इम्पोर्टेन्ट हो साथीहरू। अब चाहिँ म यहाँबाट निक्लिन्छु। म्याकुरी यो इन्ड्राबी पनि कति महँगो ल्याएर अनि चक्कुलाई मैले याङ्गो बोलाइ मागेको छु क्या साथीहरू। याङ्गो अब याङ्गोमा सट्ट बस्ने अनि सर्र लाग्ने हो बसन्तपुरतिर। कति चाहिँ पाप हुन्छ साथीहरू हेर्नु त। त्यो थाहै नभएको ठाउँमा ल्याएर बिच रास्तामा मलाई फ्याक्क ल्याएर फालिदियो। मैले खासमा एउटा क्याफेको लोकेसन राखेको थिएँ। अनि मलाई क्याफेसम्म त पुऱ्याइदिन पर्छ नि है। यत्रो बाइक साइक हिँडिरहेको छ, अरू पनि हिँडिरहेको छ। त्यो ट्याक्सीवालाले यता त छिर्न मिल्दैन। यहाँ यो क्याफे जानु हिँड्ने भन्यो अनि म अलपत्र परेर हिँड्दै चाहिँ कहाँ जानु भन्नु त। अनि त्यो अर्को आइसक्यो त्यो बहिनीलाई त क्याफेमै फ्याल्दैछ फेरि। अनि दिदी म त क्याफे आएँ भन्छ। अब अर्की सुजाता फेरि कता जाममा पऱ्यो भन्छ। नरिसाउनु है पर्खिनु भन्छ। म चाहिँ यहाँ लाभारिस भएर यो मन्दिरमा अडेस लागेर उभ्या छु। सारा संसार आउने जानेले हेरेछ। त्यही पनि
चस्मा लगाएको यही फाइदा हुन्छ क्या साथीहरू। आँखामा लाग्छ नि त लाज, आँखाले नदेखेसम्म लाज लाग्दैन। लाज पचाएर यहाँ उभिएको छु। अब खै कहाँ आउने हो त्यो अर्को पोइन्ट त झन् यहाँनिर एउटा के लोकेसन रहेछ, त्यो लोकेसनको नाम दिएको छु नि त। अनि त्यो पनि त्यो लोकेसन हान्दै आउँदैछ। आई चाहिँ कति बेला पुग्छ क्या, मलाई यति लाज लागेको छ। लाज लाग्यो भने के भन्नु, कसैले विश्वास गर्दैन। लाज लागेको मान्छे यत्रो ठुल्ठुलो स्वरले कराउँछ, त्यो पनि के भन्छ बिचु रोडमा बसेर। आयो कि मलाई देख्दैन। ओ हेलो बहिनी। होइन मान्छेहरूले साँच्चैमा भने हो क्या, मै जस्तो देखिन्छ भन्थ्यो हो क्या। झट्ट तिम्रो कपाल उडाउँदा त साँच्चै नै मैले त मै जस्तो देखेँ नि त। सबैले त्यही भन्ने क्या, बेबो जस्तै देख्छ भनेर। हेलो Oh my god, दिदी खुसी लाग्यो भेटे। मलाई त दुःख लाग्यो रिदी। अर्को एकजना साथी हुनुहुन्छ त। म मेकअप गरेर आइछु। होइन आज अलिअलि लगाएको छु क्या।